सो फेरि पनि स्वागत छ मेरो छोटो मिठो भ्लगमा। सो अनि आज चाहिँ रहेको छ ह्याप्पी न्यू इयर 2033 साल यानि नेपालीहरूको नयाँ वर्ष। सो हजुरहरू सबैजना मेरो तर्फबाट ह्याप्पी न्यू इयर गाइजहरू। कोही घुम्न जाने, कोही कता जाने, कोही मासु बनाएर खाने, घरमै रमाइलो गर्ने गर्थ्यो होला मान्छेहरू प्रायः त सबैजना। म चाहिँ भने यतातिर हेर्नु न कपाल काट्नु गइरहेको छु के। अनि हिँड्दै हिँड्दै म चाहिँ लागेँ सेलुनतिर। अनि यतातिर आएर हेरेको कटिङ गर्दै हुने रहेछ दाइले, त्यसैले म पनि एकछिन त्यहाँ बसिदिएँ। अनि कस्तो झ्याउ लाग्यो थियो, त्यसो भएर रिल हेर्दै बस्दै गरेको थिएँ। अनि मेरो पनि पालो आयो, त्यसपछि चट्टसितले बसेर एकदम कटले कपाल सपाल काट्यो। सो फाइनल लुक चाहिँ यस्तो छ है साथीहरू, हल्का कलर पनि हानिदिएको कि। यता घरमा चाहिँ दिदी र मम्मी पनि आइसक्नु भयो रहेछ कि मन्दिरबाट दर्शन गर्नु। आज न्यू इयर त्यसैले जानुभएको थियो। अनि आज फेरि हाम्रो दिदीको बर्थडे पनि के, यतातिर चक्लेट र चोको पनि। अनि फेरि चाउचाउ पनि दिइरहेको थियो। चाउचाउ चाहिँ फेरि सनेस ल्याइदिएको अरे मलाई चाहिँ उता मन्दिरबाट। भले नि खुनको नाता नभए पनि त्यही पनि मेरो चाहिँ दिदीले समस्या परेको बेलामा सधैँ बुझिदिन्छ कि, मलाई परेको बेलामा सधैँ सहयोग गर्छ। सो हजुरहरूले पनि आज प्लिज कमेन्टमा लेख्नु पर्यो ह्याप्पी बर्थडे दिदी भनेर। हजुरले दिदी या बहिनी जे लेखेको पनि हुन्छ कि। अनि आज पनि भात खाना साना मैले नै पकाएको थिएँ। अनि मम्मीलाई सोधेको, मम्मीलाई त ठिकै छ भने। अनि दिदीलाई भनेको एकदम दामी बनाएको छ अरे कि, एकदमै बबा लाग्यो आज चाहिँ। जे होस् तारिफ चाहिँ पाएँ दिदीको मुखबाट। नयाँ त गरिसकेको चाहिँ कस्तो देखिरहेको छ नि साथीहरू, मलाई कमेन्ट गर्नु त तल। अनि त्यसपछि हल्का भोक पनि लाग्न थाल्यो। त्यहाँदेखि सरासरी किचनमा गएर हेरेको हल्का अङ्गुर रहेछ, एउटा दुइटा खाइदिएँ। अनि फेरि एकछिनपछि त कस्तो सेलरोटीको खुसबु आउँछ भने चट्टसित यतातिर झोलापट्टि हेरेको चाहिँ सेलरोटी पो रहेछ। चट्टसित खाँदै यतातिर पल्लो घरतिर लागेँ। अनि त्यता आएर बसेर एकछिन मस्त पारामा गेम सेम खेलेको। फेरि यसो हेर्छु आमा राति पो भइसक्यो, राति भएको त थाहा नै नपाएको भने त्यो सरासरी यतातिर आफ्नो घरतिर आयो। अनि कस्तो बाटोबाट त मासुको खुसबु पाउँछ है भने सरासरी आएर हेरेको त ओहो यतातिर चाहिँ पुरा मासु पाकिरहेको छ। आज के हो न्यू इयर पनि, दिदीको बर्थडे पनि एकैचोटि मनाउने हो क्या हो विचार बाबाको आज। त्यसपछि यतातिर बाँस पनि पाकेर रेडी भइसकेको त्यो चट्टसितले। अनि त्यसपछि गम खान थालेँ। फेरि दिदी चाहिँ मलाई लास्टै माया गर्नु छैन, आफ्नो भएको मासु पनि मलाई नै हालिदिएको थियो। त्यसपछि चट्टसित खाना साना खाएँ, आँडा चाहिँ लगाइदिने। बाई।